सोशल मिडियामा धेरै टिप्पणी आएको थियो हैन, यो बाटो हाम्रो के हो कसो भने। म पनि एउटा टुरिज्म स्टेक होल्डर, धेरै लामो वर्षसम्म नर्थ इस्ट ट्याक्सी भन्ने ट्राभल एजेन्सी मैले चलाएको हो र एउटा रोडको नराम्रो न्युजले गर्दाखेरि कति इम्प्याक्ट पर्छ भनेर त्यो एउटा जनसाधारणमा एउटा थाहा छ र टुरिज्म स्टेक होल्डरले त सबैभन्दा बेसी यो भोगेको हुन्छ। यो आइडिया चाहिँ जुन चाहिँ सुपरकार जुन चाहिँ अहिले सुपरकार रुट ड्राइभको हुँदैछ, यो चाहिँ इनिसियली एउटा डिफेन्सबाट स्टार्ट भएको थियो, तर स्टेट गभर्मेन्टको सपोर्ट बिना यतिको पोसिबल हुन सक्थेन। यसमा अब सामान्य मुख्यमन्त्रीलाई म धन्यवाद दिन चाहन्छु। उहाँको पर्सनल इन्टरभेन्सनले गर्दा बाटोहरू धेरै स्मुथ, किनभने ल्याम्बोर्गिनी भनेपछि तपाईँको ग्राउन्ड क्लियरेन्स यति पनि हुँदैन होइन। यत्रो रोडमा पनि आउँदाखेरि चाहिँ यो चाहिँ सायद हामी सबै सिक्किमको हैन लागि एउटा पोजिटिभ न्युज, एउटा पोजिटिभ मेसेज तपाईको देशभरि संसारभरि जानेछ र यसमा सामान्य मुख्यमन्त्रीलाई म धन्यवाद दिन चाहन्छु। साथसाथै यो प्रोग्राम चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि धेरै यङ युथहरू जोडेको छ यो चाहिँ एउटा, किनभने मैले हिजो पनि कुरा गरिरहेको थिएँ, हामी चाहिँ यस्तो गाडीहरू चाहिँ रियालिटीमा नदेखेर हामीले खेल्ने मात्रै गर्थ्यो, तर रियालिटीमा हाम्रो बाटोमा यस्तो गाडी कुद्दाखेरि चाहिँ यो चाहिँ ठुलो एउटा एचिभमेन्ट हो। यसमा हाम्रो सामसा एक्टिभली पार्टिसिपेट गरिरहेको छ। हाम्रो प्रेसिडेन्ट, भाइस प्रेसिडेन्ट यहाँ हुनुहुन्छ, भाइस प्रेसिडेन्ट र जेनरल सेक्रेटरी हुनुहुन्छ। साथसाथै यहाँ अब लोकल धेरै टुरिज्म स्टेक होल्डर पनि हामी सँगसँगै जोडेर यो चाहिँ टिमवर्कमा एउटा सामान्य मुख्यमन्त्रीको नेतृत्वमा एउटा स्टेटले कसरी हामीले उनीहरूलाई होस्ट गर्न सक्छौँ र रम्फू एउटा फर्स्ट हाम्रो पहल थियो रम्फूमा ल्याउने उहाँहरूलाई, र यो पहलले चाहिँ सायद सबै सोसियल मिडियामा जति पनि टिप्पणी भएको थियो उहाँहरूलाई एउटा जवाब त भन्दिनँ, उहाँहरूलाई राम्रो मेसेज जान्छ कि उहाँहरूले पनि पोजिटिभली तपाईँहरूले जुन चाहिँ नेगेटिभ कमेन्ट हिजोसम्म गरिराख्नु भएको थियो भने आजदेखि पोजिटिभ कमेन्ट गरिदिनुहोस्। किनभने तपाईँले पोजिटिभ कमेन्ट गर्नुभयो भने हाम्रै स्टेक होल्डर, हाम्रै यहाँको दाजुभाइ दिदीबहिनीहरूलाई धेरै सपोर्ट हुन्छ, किनभने राम्रो बाटो छ भने टुरिज्म बढेर जान्छ र हामी सिक्किम चाहिँ टुरिज्ममा डिपेन्डेन्ट स्टेट हो। तपाईँको ट्राभल एजेन्सी मात्रै होइन, रेस्टुरेन्टहरूदेखि लिएर होटेलदेखि लिएर ट्याक्सी सबैजना नै टुरिज्ममा डिपेन्डेन्ट छ र यो सुपरकार रुट होइन जुन चाहिँ हामीले यो र्याली गरेको छौँ त्यसले चाहिँ सायद टुरिज्मलाई धेरै पोजिटिभ इम्प्याक्ट पार्छ भनेर म विश्वास गर्छु र धन्यवाद। यसमा तपाईँले हेर्नुभयो भने डल्लै हामी स्टेट गभर्मेन्टको पनि उहाँहरूलाई लजिस्टिकल सपोर्ट कहाँ पर्मिटदेखि लिएर धेरै हामीले तपाईँले हेर्नुभयो भने आर्मीको पनि तपाईँको यहाँ र सिभिलियन हाम्रो गभर्मेन्टको पनि यहाँदेखि हाम्रो एम्बुलेन्स उहाँहरूसँगै हिँड्छ र सबै हामीले मेडिकल प्रिकसन्स उहाँहरूलाई कसरी एडाप्ट गर्दै ल्याउने। हिजो सिलगढीमा बस्नुभयो उहाँहरू, आज गान्तोकमा बसेर भोलि मात्रै उहाँहरू गान्तोकदेखि माथि जानुहुन्छ नथुला, त्यहाँदेखि फर्दर छोला पासहरू। त्यही कारण हामीले एडाप्ट गर्दै उहाँहरूलाई लाँदैछौँ हेल्थ प्रिकसन्सको लागि र उहाँहरूलाई हिजो नै हामीले ब्रिफ गरेको छौँ। यो ट्रेन चाहिँ धेरै ट्रिकी छ र एउटा लिमिटमा एउटा स्पिड लिमिटमा चलाउने र धेरै हामीले ट्रेनको बारेमा उहाँहरूलाई बुझाएको छौँ र हाम्रो गाडी अगाडि पछाडि छ र उहाँहरूलाई गाइड गरिरहेको छ पुरै रुटभरि।